साथीहरु यहाँ दिदीहरुले चाहिँ मलाई वासिङ मेसिनमा काहीँ केही सर्दैन चल्दैन भनेर भन्नु भएर आएको हैन। यो चाहिँ तपाईहरुलाई नि शेयर गर्नुपर्छ जस्तो लागेर म सिकाउँदैछु है त। तपाईको चाहिँ यहाँ दिदीहरुले चाहिँ यो चाइल्ड लक भन्ने प्रोग्राम एक्टिभ गर्नुभएको छ। यो चाइल्ड लक भन्ने प्रोग्राम भनेको चाहिँ बच्चाहरुले वासिङ मेसिन चलाइदिन्छ अनि फेरि पज हुन्छ यताउति थिच्दिन्छ भनेर त्योबाट प्रोटेक्सन गर्नको लागि राखेको हुन्छ। उहाँहरुले चाहिँ यो दुईटा यहाँ चाहिँ तपाईको साइन देख्न सक्नुहुन्छ है। यो लकको साइन छ, टेम्परेचर र स्पिन दुईतिर देखाएको छ। यो भन्ना मतलब यो तीनटालाई यहाँ स्टार पनि छ, यहाँ स्टार भनेको 3 सेकेन्ड लेखेको छ। यो भन्ना मतलब यो स्टारलाई चाहिँ 3 सेकेन्ड एकछिन दुईटैलाई दबाएर राख्ने। यो गर्दाखेरि चाहिँ चाइल्ड लक मोड यसरी एक्टिभ हुन्छ। अब यो भइसके पछाडि चाहिँ तपाईले जे थिच्नु यो घुम्दा नि घुम्दैन डायल यो सर्दा पनि सर्दैन, यो थिच्दाखेरि नि केही हुँदैन, स्टार थिच्दाखेरि नि केही हुँदैन। अनि अफ गर्दाखेरि अफ हुन्छ, अन गर्दाखेरि अन पनि हुन्छ हैन। तर मेसिन चल्दैन, यस्तो समस्या हुन्छ। अब केही पनि भएन बिग्रियो भनेर भन्नुभएको थियो, म आएँ यसो हेरेँ चाइल्ड लक प्रोग्राम एक्टिभ भएर छ। अब यसलाई चाहिँ हटाउनको लागि फेरि यो दुईटा लकको साइनबाट दुईतिर यो बटनमा देखाएको छ, यसलाई 3 सेकेन्ड थिच्नु भयो। यसरी थिच्ने बित्तिकै अब यो लाइट हराउँछ है। यो हरायो भनिसकेपछि अब स्टार्ट गर्दाखेरि मेसिन चल्छ, चल्न थाल्यो नि, देख्नु भयो नि। अब यसलाई पज गरेर यो घुमाउँदाखेरि यो पनि घुम्छ है। र यो समस्या चाहिँ तपाईको चाइल्ड लकले हुन्छ। चाइल्ड लक एक्टिभ भयो भने चाहिँ तपाईको कुनै पनि बटन थिच्दैन है। यो समस्या पनि हुन्छ। ल तपाईलाई अरु वासिङ मेसिन बिग्रेकोहरु केही छ भने तपाईले कल गरेर भन्न सक्नुहुन्छ। मेसिनलाई चाहिँ 20 देखि 30 चोटी चलाइसकेपछि ड्रम क्लिन गर्नु होला।